गाइस वेलकम बैक टू माई यूट्यूब च्यानल। फेरि पनि म तपाईँहरूको अगाडि अर्को भिडियोको साथमा उपस्थित भएँ। यहाँ हेर भिडियोको न सुरुदेखि अन्तिमसम्म हेरिहाल्या। अब यो च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्या हेर। अनि के छ नाम के थियो अरे ब्लगिङ छ के, ब्लगिङलाई लाइक कमेन्ट एउटा सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला गाइज हैन। म चाहिँ ट्याक्क अहिले खजुरा खोला पुल भन्ने ठाउँमा छु के। खजुरा खोला पुल तपाईहरुलाई थाहा छ होला या छैन होला, थाहा पाउनु भएको मान्छेले थाहा छ भनेर कमेन्ट गर्नु होला, नथाहा भएकोले थाहा छैन भन्नु होला। म यहाँको पुरै दृश्य देखाइदिन्छु क्या गाइज। यसो यो चाहिँ खजुरा खोला पुल यही हो क्या, यही हो। यहाँ छ यस्तो चाहिँ यहाँ हरियाली पनि यस्तो बब्बाल टाइपको छ क्या हरियाली। यहाँ छन् हाम्रो दुईजना हिरोहरू यहाँ छन् होइन। टक्कै केटाहरू पुरै अहिले बिहान 5 बज्यो क्या, लगभग 5 बजेर 42 मिनट गयो क्या, 42 मिनट गयो होइन गाइज। अनि हामी यति बेला हामी लगभग मङ्गलगढी पुग्नुपर्ने टाइम हो, तर हाम्रो साथीहरूले गर्दाखेरि अलिकति ढिलो भयो। उतादेखि आइसक्यो हाम्रो साथीहरू पनि। उता पुरै ब्याग स्याग बोकेर हामी त झ्यापमा अगाडि, कपको भ्यान छ पछाडि। यस्तो छ। ओके दाजुहरू गुड मर्निङ। हामी कोरियन ल्याङ्ग्वेज पढिरहेछौँ अनि त्यसैले अल छिन्गो आई एम अलरेडी नो मन्त्री गाइज बुझ्नु हो नि, मेरो नाम चाहिँ मन्त्री हो नि फेरि गाइज, बुझिराख्या। आएर हिँडिको यो खजुरा खोला पुला वरतिको पेट्रोल पम्प चाहिँ यही हो। अनि मेरो नाम मैले नाम चेन्ज गरिसकेँ, के भन्ने थाहा भएको मान्छेलाई ठ्याक्कै हो त्यो होला भन्ने हुँदो अनुभव। त्यो होइन मैले चेन्ज गरेँ के राखेँ रेबल टाइम सुरु। ओके ल यसको नाम चाहिँ फेरि सेकेन्डको चेन्ज हुन्छ नि गाइज होइन। रेबल टाइम सुरु 5 मिनट दिन्छु तिमीहरूले मलाई 5 मिनटमा चिनिसक्यो भने सक्यो, नत्र 5 मिनट पछि म तिमीहरूको सबै कुण्डली पत्ता लगाउँछु। ओके ल हुन्छ गाइज। अब हामी जानलाई त अब पारी गइकन पछिको एउटा फर्किनेलाई पनि देखाउँला। हाम्रो सखा सम्बन्ध हाम्रो इन्स्टिट्युट पनि देखाउँछु म। यदि सकिएन भने माफ गरिदिनु होला होइन। अनि त्यही हो गाइज हुन्छ। मैले अघि के भनेको थिएँ भने म क्लास देखाउँछु भनेको थिएँ, मैले मेरो क्लासरुम देखाउँछु भनेको थिएँ। क्लासरुम चाहिँ देखाउन मिलेन होइन, क्लासरुम देखाउन पाइएन। अनि त्यसको लागि केही माइन्ड नलग्नु होला होइन। हामी पढेर पनि यता रिटर्न भइसक्यौँ, रिटर्न भएर अब हामी लगभग अब मङ्गलगढी पुग्न लाग्छौँ भनौँ। मङ्गलगढी चाहिँ उताको त्यो हो होइन। अनि हामी चाहिँ ट्याक्कै यो चाइना पुल हो कि के भन्छन्, खोर्के खोला पुल, चाइना पुल नै भन्छन्, त्यहीँ पुग्यौँ चाइना पुल भन्ने ठाउँ। भर्खरै निस्कियो क्लासदेखि। अब हामी अगाडि अरू साथीहरूलाई पनि भेट्नेछौँ। हिजो इन्डियादेखि आएन होइन हाम्रो गाउँको साथीहरू, अनि तिनीहरूलाई पनि भेट्नुपर्छ जस्तै छ। भेटिन्छन् होला अहिले, भेटिन्छन् होला। अनि यहाँ छन् हाम्रो दाजुका बाल चाहिँ अब क्या कुरा नि बालको हातलाई त अब केही उयो नगरे नि हुन्छ, केही कुरै नगरे नि हुन्छ। त्यस्ता राम्रा छन् बाल। मेरो जस्तो त नाइ फेरि। म त अब मेरो त अब चाइनिज जस्तै भनेर भन्न मिल्दैन। अरू क्या हाल है सुनील भाई? सुनील भाई क्या हाल है? ठीक है ना? ठीक ठाक होना ही चाहिए, ठीक ठाक होना ही चाहिए। और अभी ऐसे यहाँ सड़क में बीवी बच्चे कैसे आपके हैं? मेरी कोई बीवी नहीं है, बच्चे नहीं है, दोस्त हो। हमारा सुनील भाई गलत बोलते हैं ना कभी कभी, इसीलिए इसकी बात में फोकस मत करो। कितना बड़ा बकरा है। इधर देखो कितने बड़ा बकरी है ना,
इधर है, इधर का क्या है? उसको हिंदी में क्या कहता है? हाँ, कुत्ता है। मेरो साउन्डै अलिकति चेन्ज भएको छ होइन, चेन्ज भएको छ किनभने म अलिकति रुगाखोकी लागेर, त्यसैले मेरो साउन्ड चाहिँ अलिकति चेन्ज भएको गाइस। साउन्ड चेन्ज भयो के भयो यताउति भनेर केही पनि त्यस्तो उ नगर्नु होला, अरूकै साउन्ड हो कि भनेर नसोच्नु होला। साउन्ड चाहिँ मेरै हो। उता छन् अब हाम्रा दाजु, अब के अब कपालमा हात लगाएका छन्। कपालको त के कुरा गर्ने एउटा। हेर यत्रा गाडीहरू आज बजार बन्द भन्दा त, तर गाडीहरू टन्नै हिँडिरहन्। हेर ढिला हेर हुन्छ गाइस, यस्तै हो होइन। भिडियोहरू चाहिँ तपाईँहरूलाई म लगभग देखाउनेवाला छु सधैँ न। अनि यो भिडियो हेरेर लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला गाइस होइन। अनि यस्तै हो, भ्लगिङ भन्ने छ होइन, आइडीको नाम चाहिँ भ्लगिङ छ। भ्लगिङ भन्ने आइडी चाहिँ यसको हो यो। त्यसैले किन रोक्ने भनिरहेको गाइस। हुन्छ गाइस, अब अरू यस्तै हो। अब हामी चाहिँ अहिलेलाई छुट्टी हुन्छौँ। हस् त, धन्यवाद। ल बाई करो। अरे बडे भैया बाई करना है तो करो, नहीं तो हाँ ल बाई।